आजकल त कोरियामा पनि के नियम कानुन आएको सुन्दा पनि एकदमै डर लाग्न थालिसकेको छ हौ। घुम्न जाँदाखेरि यसरी भिडियो बनाइन्छ, भरे कसैले केही भन्यो भने के गर्ने होला, सिउमा फेरि यसरी भिडियो नखिच्नु भनेर अहिले कानुन आएको रहेछ क्या। अरूको निकाल्दिन, आफ्नो मात्रै निकाल्छु, हामीले गरेको मात्रै निकाल्छु भनौँ, कता कताबाट आइहाल्छ नि। उफ, हामी चाहिँ अस्ति सन्डे घुम्न गएको थियौँ नि, र त्यतिखेर गरेको भिडियो अहिलेसम्म मैले हालेको थिइनँ, अरू हालेर यो चाहिँ हालेकै थिइनँ। अनि मलाई यो घर चाहिँ एकदमै मन परेको कि साथीहरू। यहाँ कोरियामा चाहिँ जहीँ गए पनि यो घर वरिपरि फुलबारी रुख बिरुवा नभएको हुँदैन, बरु घर देखिँदैन होइन। रुख बिरुवा चाहिँ एकदमै बेसी हुने क्या यहाँनिर। फुलहरू पनि के साह्रो राम्रो राम्रो हुन्छ, कति मन पर्ने क्या मलाई चाहिँ। यहाँको घरहरू चाहिँ एकदमै बेसी मन पर्ने क्या मलाई चाहिँ। यहाँको घर मात्र होइन कि साथीहरू, मलाई यहाँनिर गरेको खेतीपाती पनि एकदमै मनपर्छ। यहाँको भिल्लाहरू हेर्नु न कति राम्रो राम्रो छ, एकदमै मन पर्ने क्या मलाई। अनि बाबा छोरीहरू चाहिँ हेर्दै जानुहुँदै थियो, म चाहिँ भिडियो गर्दै जाने के। मामु तपाईँ चाहिँ भिडियो मात्रै गर्नु, हामी चाहिँ गएको भन्दै बाबा छोरी गफ गर्दै उनीहरूलाई क्या रमाइलो छ मेरो छोरीको। हेर्नु न फेरि यहाँ बेग्लै छ। मामु तपाईँ चाहिँ भिडियो मात्रै गरेर हिँड्नु, कता लड्नुहुन्छ अहिले भनेर मलाई बाबा छोरीले गाली गरेको गरे साथीहरू।